हाई साथीहरू, म चाहिँ आज तपाईँहरूले मेरो बारेमा केही कुराहरू सेयर गर्छु होइन। म चाहिँ सानैबाट कस्तो थिएँ भने सानैबाट रिसाही झगडालु कसैले नराम्रो गरिहाल्यो भने झगडा गरिहाल्ने, चाहे त्यो ठुलो मान्छे होस् या सानो मान्छे। म चाहिँ त्यस्तै थिएँ। अनि प्लस म चाहिँ हाँसिरहनुपर्ने, खेलिरहनुपर्ने, खानुपर्ने, इन्जोय गर्नुपर्ने, कुदिहिँड्नुपर्ने चञ्चली टाइपको मान्छे थिएँ होइन। त्यही भएर पनि मलाई गाउँको मान्छेहरूले यो मान्छे त 16-17 वर्ष नि कटाउँदैन, पहिला गइहाल्छ, मलाई चाहिँ त्यस्तै भन्नुहुन्थ्यो। अनि म अहिले यसो सोध्छु होइन, अहिले ठुलो भइसकिसकेँ, डिट्टो मलाई त्यस्तै छु क्या, म त त्यस्तै सेम छु, अलिकति पनि चेन्ज भएको छुइनँ। मलाई सानो सानो कुराहरू इन्जोय गर्नुपर्ने, उस्तै साथीहरू भेटायो भने पागल न्योर जस्तै हाँस्नुपर्ने, रमाउनु पर्ने, खानुपर्ने, कुदिहिँड्नुपर्ने, म त सेम त्यस्तै के। अनि न त मलाई फ्युचरको टेन्सन छ, मान्छेहरू कति मसँगैको साथीहरू फ्युचरको टेन्सन गरेर बसिरहन्छ, मलाई 1% टेन्सन लाग्दैन। मलाई चाहिँ कस्तो लाग्छ भने अहिले राम्रो गर्दै जाने, जति सकिन्छ राम्रो गर्दै जाने, पछि फ्युचरमा राम्रो भइहाल्छ नि, किन टेन्सन गरिराख्नु पर्यो, टेन्सन गरेर आफ्नो स्वास्थ्यमा किन बिगार्ने। मलाई चाहिँ त्यस्तै नै फिल हुन्छ होइन। न त मलाई अरू मान्छेहरूको कसैकै मतलब लाग्छ, मलाई कोही मसँग रिसाएको छ भने पनि ला ऊ किन रिसायो, उसलाई फकाउनु पर्ने हो कि किन बोलेन, मलाई त्यस्तो कुराहरूको अलिकति नि बस्दै हुँदैन क्या। मलाई त जस्ट म खुसी हुनु पर्यो, म हाँस्नु पर्यो, रमाउनु पर्यो, उफ्रिनु पर्यो, खेलिहिँड्नु पर्यो, खानु पर्यो, मेरो लाइफ इन्जोय हुनु पर्यो, बस यति हो। बाई बाई।